माया एउटा ब्युटिफुल इमोसन्स, जुन इमोसन मात्र होइन, ब्रेनको बायोलोजिकल प्रोसेस। जब हामी माया र इमोसनल सेफ्टी महसुस गर्छौँ, हाम्रो ब्रेनले अक्सिटोसिन रिलिज गर्छ, जुन बन्डिङ, ट्रस्ट र कामनेससँग लिङ्क हुन्छ। यो हर्मोनले ब्रेनको डर र त्रास पैदा गर्ने पार्ट अमिगडालाको एक्टिभिटी कम गराउँछ। त्यसैले मायाले हामीलाई सेफ फिल गराउँछ। त्यति मात्र होइन, मायाले स्ट्रेस हर्मोन नि घटाउँछ अनि हाम्रो ध्यान, निन्द्रा अनि इमोसनल स्टेबिलिटीलाई पनि इम्प्रुभ गर्छ। साइकोलोजिकल रिसर्चले के देखाउँछ भन्दा मानिसहरू जब सपोर्टिभ रिलेसनसिपमा हुन्छन् त्यति बेलामा इमोसनल रेगुलेसन नि राम्रो हुन्छ, डिसिजन मेकिङ स्ट्रङ हुन्छ र एन्जाइटी कम हुन्छ। मायाले ब्रेनको प्यारासिम्प्याथेटिक नर्भस सिस्टम एक्टिभेट गर्छ, जसले शरीरलाई सर्भाइभल मोडबाट रेस्ट एन्ड रिपेयर मोडमा लैजान्छ। त्यही कारणले मायाले ब्रेनलाई हिल गराउँछ र इमोसनल नेग्लेक्ट हुँदा ब्रेन अलर्ट भइरहन्छ। माया विकनेस होइन, यो न्युरोसाइन्स हो। त्यसैले माया बाँडौँ र सबैलाई सेफ राखौँ।